गुड मर्निङ एभ्रिवान। मेरो बिहानको समय चाहिँ 1.5 घन्टादेखि 2 घन्टासम्म चाहिँ जिममा बित्छ। हेर्नुहोस् त, म बिहान अल्छी नगरिकन चिटिक्क परेर जिम जाने गर्छु होइन। 4 वर्ष भयो म जिम जान थालेको। अनि 4 वर्षमा चाहिँ म आफूलाई चाहिँ धेरै चेन्जेस पाएको छु। म जिम जान सुरु गर्दाखेरि चाहिँ मेरो आफ्नो खुट्टाको लिगामेन्टको अपरेसन गरे भएर खुट्टा बलियो बनाउनको लागि एक्सर्साइज गर्नको लागि जिम गएको थिएँ। तर पछि म बिस्तारै खुट्टा बलियो हुँदै जाँदाखेरि चाहिँ जिमको धेरै महत्त्व बुझेँ। त्यसमा पनि हामी केटी मान्छेको लागि चाहिँ जिम झन् अपरिहार्य रहेछ भन्ने महत्त्व बुझेँ कि मैले। त्यही भएर मैले चाहिँ खुट्टा बलियो भइसकेपछि पनि जिम चाहिँ छोडिनँ। 4 वर्ष भयो म रेगुलर जिम जान्छु होइन। त्यही भएर मैले केटी मान्छेहरूलाई चाहिँ के भन्न चाहन्छु भने हामी जिम जानै पर्छ। कतिजनालाई चाहिँ जिम जानु हुँदैन, केटी मान्छे पनि जिम जाने हो र भन्ने जस्तो बुझाइ छ नि त। त्यो बुझाइ चाहिँ एकदमै गलत हो। त्यही भएर हामी केटी मान्छेहरू आफ्टर बेबी भएपछि अथवा 35-40 हुँदै जाँदाखेरि चाहिँ हाम्रो शरीरहरूमा विभिन्न चेन्जेसहरू आएको हुन्छ नि त। केटा मान्छेको तुलनामा एकदमै फ्याट गेन गरेर बडीको सेपै बिग्रिरहेको हुन्छ हामी। अनि त्यही कारणले मोटोपनाले गर्दाखेरि चाहिँ कति धेरै रोगहरू लागिरहेको हुन्छ हामीलाई। जस्तो सुगर हुन्छ, तपाईँको प्रेसर हुन्छ, युरिक एसिड हुन्छ, धेरै रोगहरू लागेको हुन्छ नि त। त्यही भएर आफ्नो वेटलाई चाहिँ सधैँ मेन्टेन राख्नको लागि जिम जानुपर्छ। अनि जिम गइसकेपछि चाहिँ हाम्रो लस भएको मसलहरू पनि गेन हुन्छ, लुज भएको मसलहरू टाइट हुन्छ, अनि विक भएको बोनहरू पनि बलियो हुन्छ। सबै बडीको टोन पनि राम्रो हुन्छ। आफूलाई राम्री देखाउन, हेल्दी राख्नको लागि लेडिज वी सुड गो जिम भन्छु म। तपाईहरू पनि जिम जाने गर्नुहोस् है। बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो रे के।